हजुरहरूलाई आज मैले प्रपोजल राइटिङ कसरी तयार गरिन्छ त्यसको फर्मेट सहितमा हजुरलाई देखाउन गइरहेको छु। यसलाई ध्यानपूर्वक हेर्नुहोला। आफूलाई सहयोग हुने मैले आशा गरेछु भने अब म यसको बारेमा देखाउन गइरहेको छु। यो फर्स्ट पेज भयो है, यसमा हेडिङ भयो मेरो, यसमा यो हुन्छ सब्मिट हुन्छ यसमा। त्यसमा खासै केही हुँदैन, अब त्यस्तै हो। अब टेबल अफ कन्टेन्ट भयो, यो पनि राख्ने थियो, के अरे लोकेसन राख्नु पऱ्यो। अब यसमा एउटा निवेदन पनि लेख्नुपर्छ कोअर्डिनेटरलाई प्रपोजल सबमिसन गर्नको लागि भनेर मैले यसो तयार गरेको छु। अब हजुरहरूको अलि अर्को भाषामा पनि मिलाएर लेख्न सक्नुहुन्छ। निवेदन यो हाम्रो इन्ट्रोडक्सन भयो, इन्ट्रोडक्सनमा ब्याकग्राउन्ड अफ द स्टडी भयो। यो हाम्रो टपिकलाई मध्यनजर गर्दै हामीले यो लेख्नुपर्छ। अब यसमा स्टेटमेन्ट अफ द प्रब्लम, यसबाट हामीले के प्रब्लम भएको छ, के हामीले कुनै समस्या हुन्छ त्यसपछि मात्र हामीले रिसर्च गर्न सुरु गर्छौँ नि। त्यही भएर स्टेटमेन्ट अफ द प्रब्लम बनाउनुपर्छ। अब्जेक्टिभ अफ द स्टडी हाम्रो के हो भनेर लेख्नुपर्छ। रेसनल अफ द स्टडी के हो, लिटरेचर अफ द रिभ्यू, मेथोलोजी के प्रयोग गरेछौँ हामीले, रिसर्च डिजाइन, सोर्सेस डाटा, अनि पपुलेसन एन्ड स्याम्पल हामीले के प्रयोग गरेका छौँ, हामीले कसरी गरेका छौँ भने डाटा एनालाइसिस मेथड हामीले के प्रयोग गरेका छौँ। अब त्यसपछि हाम्रो के आउँछ भने लिमिटेसन अफ द स्टडी, यसमा हामीले के गाह्रो हुनसक्छ भन्ने कुरा पनि हामीले लेख्नुपर्छ। हामीले यसको अध्ययन गर्दाखेरि के समस्या भयो भनेर पनि लेख्नुपर्छ। अब त्यसले लास्टमा आउँछ के अरे टाइम एलटमेन्ट बनाउनु पनि एउटा मुख्य कुरालाई ध्यान दिनु भनेको। यसमा टपिक सिलेक्सन, टपिक प्रपोजल राइटिङ, डाटा कलेक्सन, डाटा प्रेजेन्टेसन एनालाइसिस, प्रिपेरेसन अफ रिपोर्ट, इन्ट्रेस्ट एन्ड स्पिड रिडिङ, सेटिङ एन्ड प्रिन्टिङ, रिभ्यू अफ लिटरेचर, यो सबैको हामीलाई कति दिन जम्मा लाग्छ भनेर त्यसले आफ्नो के अरे त्यसो सम्झेर आफै घटबडी यो गर्न मिल्छ। यसमा कति गर्न सक्छौँ। त्यसपछि आफ्नो सब्मिटेड बाई भनेर आफ्नो के पढ्नु भएको छ, आफ्नो नाम, कुन क्याम्पसमा हो, कुन ठाउँमा त्यो पर्छ भन्ने कुरा बुझाउनुपर्छ। हस्, धन्यवाद।